नोमा छिटो उठ नत्र चाचोक तङनाङको प्रोग्राममा जानका लागि ढिला हुन्छ। धेरै अल्छी नमान, छिटो उठ त्यहाँ। किन नजाने नुमा, जानुपर्छ नि। होइन त्यस्तो होइन, चाचोक तङनाम भनेको हाम्रो पुर्खाहरूलाई आभार प्रकट गर्ने दिन हो अनि हाम्रो लिम्बू जातिहरूको एउटा इतिहास पो हो त। ल सुन, म तिमीलाई एउटा पुरानो कथा सुनाउँछु। धेरै पहिलाको कुरा हो। हाम्रो पुर्खाहरूले खानको लागि पनि धेरै सङ्घर्ष गर्नु पर्थ्यो। उहाँहरूलाई खानको समस्या थियो। हाम्रो जनसङ्ख्या बढ्दै गयो अनि जनसङ्ख्या बढेपछि जङ्गलमा जमिन मुनि फल्ने खानेकुरा पनि कमी हुँदै गयो अरे अनि अनिकाल बढ्दै गयो अरे नानु। हे गाउँलेहरू, हामीले जताततै खोज्यौँ, खानेकुरा केही पनि छैन। हाम्रो बच्चाहरू सबै भोकले कमजोर हुँदैछन्। यति हातभरको तरुल फलफुल मात्र हामीसँग छ। दिनदिनै जङ्गल पनि खाली हुन लागिरहेको छ। हाम्रो बच्चाहरू रोइरहेका छन्। अब के गर्ने होला, भोकै मर्नुपर्ने हो। सायद यो मागले पनि भगवानले पनि हामीलाई बिर्सिनु भयो होला हो। नुमा उपर किचनमा जाऊ त, त्यो निलो भाँडामा खैरो खैरो कलरको डल्लो छ, लिएर आऊ त। हो, यसलाई नै भन्छन् तरुल। यस्तै चिजहरू खाएर हाम्रो पुर्खाहरूले जीविका चलाउने गर्थे। र अर्को महत्त्वपूर्ण कुरा सुनिराख है, त्यो बेला हाम्रो बाबुबाजेहरूको समयमा एकजना सिगेरा नाम गरेकी धेरै विवेकी, साहसी र दयालु महिला थिइन् अरे, जसलाई सिगेरा भनिन्थ्यो अरे। भुकमारीको कारण हाम्रो बच्चाहरू कमजोर भइसके, हामी पनि कमजोर भइसक्यौँ। खानेकुरा केही छैन, हामीले केही उपाय त गर्नै पर्छ। के गर्न सकिन्छ त सिगेरा? माटोमा केही फल्दैन। हामीसँग भएको केही खानेकुराहरू पनि दिनदिनै सकिन गइरहेछ र हामी बाँच्नको लागि र हामी छोराछोरीलाई पाल्नको लागि बसेको सर्नुपर्ने हो कि त्यति सजिलै हार मान्नु हुँदैन। हामीले केही न केही त गर्नै पर्छ। मलाई लाग्छ मागले हामीलाई बिर्सिनु भएको छैन। केही उपाय अवश्य निस्किन्छ। होइन, यो अझै उठेको छैन। नुमा ढिला भइसक्यो, म त्यहाँ आऊ। के भयो? त्यसपछि नुमा सिगेराले अचम्मको सपना देखिन् अरे। हे भगवान्, हे तागेरा फुमा, हाम्रो बच्चाहरूको हामी निकै सङ्कटमा परेका छौँ। निकालको कारण हाम्रो पोषणका शिकार बनेका छन् र हाम्रो स्वास्थ्य पनि बिग्रिँदै गएको छ। हामीलाई केही उपाय देखाइदिनुहोस् भगवान्। यो सङ्कटबाट हामीलाई बचाइदिनुहोस्। मैले तिमीहरू कसैलाई पनि बिर्सेको छैन। जब मैले यो संसारको सृष्टि गरेँ र तिमीहरूलाई बनाएँ, तब मैले जीवन चलाउनका लागि आवश्यक पर्ने सबै कुराको सृष्टि गरिसकेको छु। तिमीहरूले खोजेको र जीवनमा सुधार ल्याउनका लागि चाहिने कुरा तिमीहरूकै वरिपरि छन्। अलि ध्यान दिएर हेर, सबै मिलेर मेहनत गर। तिमीहरूले चाहेको सबै कुरा पाउनुहुन्छ। तागेरा न्याबुमाङ भनेको हामी लिम्बू जातिहरूको महान देवता हुन्, महान माग हुन्। हामीले मान्ने सृष्टिकर्ता हुन्। उहाँले नै यो सृष्टि अनि हामीलाई बनाउनु भयो। यही कारणले हामी आज मानवको अस्तित्वमा छौँ नानु। होइन, आज मैले कस्तो अचम्मको सपना देखेँ। के देखेको होला? सायद यो मागको इसारा पो हो कि होइन? हो, यो चराले के खाइरहेछ बोटमा? दाना जस्तो देखिन्छ।
चराले यो दाना खाएर आफ्नो जीविका चलाइरहेछ भने हामीले पनि त खान सक्छौँ कि? मागले वरिपरि हेर्नु सबै कुरा देख्नेछौँ भन्नुभएको थियो। सायद यो मागको इसारा पो हो कि? खासै स्वाद त छैन, पकाएर खाँदा पो हुन्छ कि अलिकति मेरो लानु पर्ला। गाउँलेहरू, मैले यो दाना खोलाको छेउमा टिपेर ल्याएको। चराले खाइरहेछ, हामीले पनि यो खान सक्छौँ कि? के हो सिकेरा, यो विषालु त छैन नि, के त हुँदैन नि? यो हामीले चिन्दै नचिनिकन कसरी रोक्ने होला नि? फेरि हामी दिनदिनै कमजोर भइरहेछौँ, यो काम गर्नलाई अलिक गाह्रो पो होला कि? यसरी यति सजिलो हाल मान्नु हुँदैन। हामीले सिकेराले भनेको कुरा ठिकै हो, हामीले केही न केही गर्नुपर्छ, मात्र भोगै मर्ने हो कि? आजदेखि सुरु गरौँ। आजदेखि हामी काम मिलिजुली सबैजनाले सुरु गरौँ। हो, यसरी नै सुरु भयो धानको पहिलो रोपाइँ। होइन मेरो नातिनी, त्यो त धान रोप्ने बेलाको समय थियो, त्यसलाई हामी युवा तङनाम भन्छौँ। त्यसको ठिक 6-7 महिना पहिला चासोक तङनाम आउँछ। त्यसको ठिक 6-7 महिना पछाडि चासोक तङनाम आउँछ, जुन अहिलेको समय हो। अहिले हामी जुन चासोक तङनाम मनाइरहेछौँ यही समय हो। हो, त्यसको उत्तर तिमीले आफै थाहा पाउँछौ। सबैजना गाउँलेहरू मिले, हाम्रो पुर्खाहरू मिले अरे, अनि धान रोपे। त्यसको लगभग 6 महिनापछि प्रशस्त रूपमा अन्नबाली फल्न थाल्यो अरे, अनि सबै हाम्रो पुर्खाहरू खुसी हुन थाल्यो अरे। ममा ओहो, हेर त साथी हो, हाम्रो मेहनतको फल कति राम्रो देखेको। दिनदिनै भोकै र खाली पेट सुत्नु नपर्ने अवस्था भयो। साथीहरू हामी आज धेरै खुसी छौँ। सिकेरा हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको कारणले गर्दा हामी आज सफल भयौँ, यो खुसीको दिन देख्न पायौँ, हामीले धान फलायौँ। हजुर नभएको भए सायद आज हामीले धेरैले ज्यान गुमाउनु पर्थ्यो होला। धन्यवादको हकदार म मात्र होइन, तपाईँ हामी सबै हौँ। हामी सबै मिलेर आज सफल भयौँ। सर्वप्रथम त तागेर आफूमा उहाँले नै आज मलाई अन्धकारमा उज्यालो बाटो देखाइदिनु भयो, त्यही भएर हामीले आज सफल भयौँ। त्यसैले यो पहिलो दाना हामी भगवान्लाई चढाउनु पर्छ, अनि मात्र हामी पर्छ है। अनि हामी यो धानलाई आज भगवान्लाई चढाउँदै, पुज्दै, नाच्दै यो दिनलाई खुसियाली बनाउनु पर्छ। हो, यसरी नै हाम्रो पुर्खाहरूले धान उमार्न सुरु गरे र हाम्रो स्वास्थ्यमा धेरै नै सुधार आउन थाल्यो। त्यसै गरी अरू पनि बोट बिरुवाहरू रोप्न थाले, हाम्रो सङ्ख्या पनि बढ्दै गयो। त्यसैले हामी चासोक मनाउँछौँ। चासोक तङनाम भनेको नाच्ने, गाउने, खाने मात्र चाड होइन नानु, यो हाम्रो भगवान् पुर्खाहरूप्रति आभार प्रकट गर्ने अनि माटोलाई पुज्ने दिन हो। अब त पुरा बुझ्यौ नि होइन मेरो नातिनी? त्यसो भए अब जाने होइन त चासोक तङनाममा नुमा? लु छिटो जाऊ त, तयार भएर आऊ। यसरी नै चासोक तङनामको जन्म भयो, जुन आज हामी मनाउँदैछौँ। यो तङनाम भनेको हाम्रो चाड हो, हामी लिम्बू जातिहरूको एउटा भगवान्लाई पुज्ने पहिलोचोटि पूजा गरेर खाने दिन हो। यसको इतिहास यही नै हो, चासोक तङनामको इतिहास। यो केवल एउटा नाच्ने, गाउने, रमाइलो गर्ने मात्र चाड होइन, यो एउटा लिम्बूहरूको एउटा इतिहास हो, भगवान्लाई प्रार्थना गर्ने दिन हो। अनि हाम्रो पुर्खाहरूलाई आभार प्रकट गर्दै आफ्नो माटोलाई पुज्ने, अनि माटोलाई पूजा गरेर माटोलाई चाहिँ धन्यवाद व्यक्त गरेर आज जम्मा हुने दिन हो यो। यसलाई हामी चासोक तङनाम भन्छौँ। प्राय गरेर हामी एभ्री हाउसमा मनाउँछौँ, घर घरमा। तर हामीलाई यसले
बृहत रूपमा एकै ठाउँ मनाउने भनेर चासोकमा भनेका छौँ। हाम्रो पुर्खाहरू त्यतिखेर पैसावाला थिएनन्, उनीहरू गरिब थिए, तर उहाँहरूमा ठुलो आशा थियो, उहाँहरूको ठुलो एउटा अदम्य साहस थियो। त्यो साहसले गर्दा नै हामीले यहाँसम्म पुर्याउनु भयो। अनि हामी यहाँ मानव अस्तित्व भएर बाँचेका छौँ। हामीले खाने हरेक खानाको गाँसमा हाम्रो अन्नको आत्मा बसेको हुन्छ। त्यो आत्मालाई हामी पूजा गर्छौँ। जो अन्न दिनुभयो प्रकृति हाम्रो पुर्खाले जोगाएर ल्याउनु भयो, उहाँलाई पनि हामी आभार प्रकट गर्दछौँ। यसै गरी नै हामी चासोक तङनाम मनाउँदै जान्छौँ। यो एउटा संस्कार हो, यो एउटा परम्परा हो, यो एउटा चाहिँ आभार प्रकट गर्ने, आफूभन्दा पुरानो जेनेरेसनलाई आभार प्रकट गर्ने, प्रकृतिलाई आभार प्रकट गर्ने एउटा संस्कार हो। यो संस्कार हामीले आफ्नो छोराछोरीलाई सिकाइराख्नुपर्छ ताकि उनीहरूले आउने दिनमा पनि क्यारी अन गर्न सकोस्, लिएर जान सकोस्, यो संस्कार पुस्तासम्म बाँच्न सकोस्। अनि खै त तयार भएर त आएछ, खै सिलामसागमा, यो सिलामसागमा छोड्नु हुँदैन है नानु। यो हाम्रो लिम्बू जातिको इतिहास हो अनि यसले हामीलाई सधैँ रक्षा गर्छ। अब तयार भएछौ, अब चासोक तङनाममा जाने होइन, चासोक सबैलाई गाली होला तपाईँहरू।